सो अलराइट गाइज वेलकम टु माई मिनी भ्लग। आजको दिनमा के भयो मैले सबै भिडियो बताएको छु। भिडियो लास्टसम्म हेरेर सबैले साथ सपोर्ट दिनु होला। आजको दिनमा के भयो भन्दाखेरि चाहिँ बिहानै उठेर माथि गइसकेपछि गाडी स्टार्ट गरेर लागेँ म रुमतिर लागिसकेपछि एकछिन मम्मीलाई छोड्न भनेर हिँडेँ। मम्मीलाई छोड्न हिँडिसकेपछि चाहिँ एकदमै चिसो थियो, तर भने के गर्ने। आजको भिडियोमा मोस्ट इम्पोर्टेन्ट कुराहरू मैले लास्टतिर भनेको छु। तपाईँहरूले पुरा भिडियो हेरेर केही प्रतिक्रिया दिनु होला र अब आफूले कतिको के गर्नुपर्छ, आफू सबल हुन चाहिँ के गर्नुपर्छ भनेर मैले आज इम्पोर्टेन्ट कुराहरू लास्ट भिडियोमा भनेको छु। सबैले पुरा भिडियो हेर्नु होला। अनि म मम्मीसँग दिदीसँग सबै अब आफ्नो सबै घर परिवारसँग रमाउँदै म एकदमै मनमोहित भएर चाहिँ मम्मीलाई छोड्न जान लागेँ। छोडिसकेपछि म रिटर्न भयो। मान्छेहरू कति छ तर पनि सरी सबको गाडी खुल्ला आशा भएर भिडियो बनाउनु सक्नुपर्छ क्या गाडी। ठुलो गाडीहरू मात्र आउँछ नै त्यहाँनिर। अब सानो गाडीहरू लागि मान्छेहरू हेरिहाल्छ त्यहाँ त्यही पनि गाडी। अब जस्तो कन्फिडेन्स चाहिँ हुँदैन क्या। पछाडिबाट मान्छेहरू सब हेरिहाल्छ गाडी बाटोमा। अगाडिबाट बस्छ त्यो गाडी जस्तो यस्तो जग्गा छैन। अब बुवालाई अलिकति सोध्नु पऱ्यो। मेरो भाइ पनि यहाँ लागिरहेको रहेछ होइन, बिहान आएर। यसलाई त तपाईँहरू भ्लग देख्नुहुन्छ होला। यसलाई चाहिँ तपाईँहरू डेली। मेरो भाइ चाहिँ एकदमै मेहनती छ क्या। तर म भने बिहान अल्छी लाग्छ। मम्मीलाई नै छोड्नुपर्छ हुन त। अब अल्छी भन्दा त्यो नत्र म सधैँ आउँछु बुवालाई सोधाउँछु। त्यो म दिनसम्म कहिले सकेको हुन्छ त्यो अहिले राख्नुहुन्छ क्या। तर पनि केही छैन, यहाँको सबै गाडीहरू धुनुहुन्छ क्या। तर पनि कसैले 200-500 त्यस्तोमा अलिकति धोइरहेको। मजा उता लिएर जाँदा गाडी चाहिँ चलाउन लागिसकेको छ होइन। अलिकति छ अब त्यति छुट्टै भएको छ होइन। अलिकति आउँछ चलाउनु। यस्तो छ। अब लाइक भ्युज आउँदैन, तर मिहिनेत चाहिँ गर्नुपर्छ। मिहिनेत गरिसकेपछि 1-2 वर्ष चाहिँ लाग्छ होइन। 2-4 वर्ष लाग्छ। म सानैदेखि हो म चाहिँ भिडियोहरूप्रति एकदमै रोचक हुने। भिडियोहरूप्रति चाहिँ एकदमै चाहना हुने क्या। तर पनि लाइक भ्युज कहिले आउनु सकेन र कुनै दिन आउला भन्ने आशामा चाहिँ म भिडियोहरू त्यतिकै बनाएकै हुन्छु, तर कन्टिन्यू दिन सक्दिनँ। अब मान्छेहरू छ पछाडि। हो धेरै मान्छेहरूको अगाडि बनाएर हिँड्दा फर्स्टमा त्यति कन्फिडेन्स लेभल हुँदैन। अलिकति डर चाहिँ लाग्छ होइन। डर भन्दा पनि अब अलि लज्जित भयो जस्तो लाग्छ क्या आफूलाई नै। तर त्यो सोच्नु गलत हो क्या। आजभोलि अब आफू स्ट्रगल गर्नु लागिसकेपछि कुनै कुराको ध्यान नदिई अन्धो बहिरो बनेर अगाडि बढ्नुपर्छ क्या। आजको लागि यति नै।